नमस्ते सबैजनामा कस्तो हुनुहुन्छ? हजुरहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा राख्दछु। अनि आज चाहिँ मैले रिजर्भ भाडा पाएको थिएँ तुलसीपाडा जानको लागि। अनि उनीहरू सबैजनालाई लिएर चाहिँ म जाँदैछु तुलसीपाडा। अनि यहाँ देख्नुभएको चाहिँ हो रामझोडा स्कुलको बाटो। अनि यहाँ माथिबाट चाहिँ जानुहुन्छ लङ्कापाडा अनि तलको बाटो चाहिँ हो तुलसीपाडा जाने। अनि म चाहिँ अहिले तुलसीपाडाको गाउँमा आइसकेको छु र दिदीहरू सबैजना उत्रिनु भइसकेको छ। अनि उहाँहरू उत्रिनु भइसकेर चाहिँ म चाहिँ निस्किन्छु तुलसीपाडाबाट। यो हावा सररर 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 उड्दैछ, यो बादल लुकी छुपी गर्दैछ। अनि यहाँ देख्नु भएको बाटो चाहिँ हो लेफ्टपट्टिबाट चाहिँ गरगण्डा जानुहुन्छ। अनि यता राइटपट्टिबाट चाहिँ दुम्सीपाडा हन्टु पुगिन्छ। अनि म चाहिँ दुम्सीपाडाको बडा लाइनमा आइपुगिसकेको छु। अनि म चाहिँ आउँछु दिदी घरमा, किनभने दिदी घरमा नआएको चाहिँ थुप्रै दिन भएको थियो, त्यसै कारणले। अनि यहाँ दिदी घरमा चाहिँ थुप्रै प्रकारको फुलहरू रोप्नु भएको छ। यहाँ चाहिँ आँगनभरि नै फुल रोप्नु भएको थियो। अनि दिदीले चाहिँ बनाउनु भइरहेको छ अहिले चिया। अनि दिदीले चाहिँ चिया बनाएर दिनुहुन्छ हामीलाई। अनि यहाँ हुनुहुन्छ भिनाजु। अनि चिया पिएर चाहिँ म चाहिँ निस्किन्छु दिदीलाई बाई गरेर। अनि मैले चाहिँ बाटोमा भेट्छु सुजाता दी अनि उहाँको फ्यामिलीलाई र उनीहरूलाई टोटोमा एकछिन बसाउँछु। अनि म चाहिँ निस्किन्छु। भेट्नेछु तपाईँहरूलाई अर्को नयाँ भिडियोमा। बाई बाई।